हेलो एभ्रिवान। अब आज चाहिँ बेलुकाको खावादावाको एकदम काट्न आँटेको यी सब्जीहरू। यो अहिले बेलुकाको लागि चाहिँ छ, किनभने अघि बिहान भात खाएन नि त हामीले 12 बजेको। त्यो भएर यो चाहिँ हामी चाहिँ भोलि बिहानको लागि पनि एकदम आज नै सब्जीको प्रिपरेसन काटिराख्छ। भोलि बिहान चाहिँ ठक्क उठेर बनाउनु मात्रै पर्छ नि त। त्यही भएर हेर्नु ल, सब्जी यो सब्जी हामी 3जनालाई ठिक्कै 4जना ठिक्कै पुग्छ। यो चाहिँ सब्जी, यसमा आलु मिसायो। यो चाहिँ सुपको लागि, सुप चाहिँ हाम्रो फेभरेट हो। हाम्रो घरको सबैजना मान्छेले नै सुप चाहिँ मजाले खान्छ। नानीले पनि मजाले खान्छ, हामी पनि मजाले खान्छौँ। अब ड्युटी लागेपछि चाहिँ यस्तै हुन्छ नि त हाम्रो काम। बेलुकै काटिराख्यो। अब योपालि त झन् नानीको स्कुल लागेपछि त झन् हामीलाई त हतार हुन्छ। बिचरा आमाले त नानी हेरोस् कि के गरोस् हुन्छ कि। यही हो हाम्रो डेली रुटिन नै, यही भइसकेको छ हाम्रो। हामीलाई अरू केहीको चिन्ता हुँदैन कि, कसैको केही चिन्तै हुँदैन। ला अब के यस्तो हेनतेन पनि केही पनि हुँदैन कि, यही खाना। ला भोलि बिहान के बनाउने, भोलि बिहानको लागि सब्जी आजै काटिराख्ने, त्यो हाम्रो डेली रुटिनै भइसकेको छ। अन्त अब हामीलाई यो ह्याबिट नै बसिसकेको छ क्या। अब छिरिङ र मै ड्युटी जान्छ र चाहिँ अब बेलुकै बनाइराख्यो भने चाहिँ बिहान सट्टै उठ्यो, खाना बनाउनु मात्रै हो नि त। त्यही भएर सजिलो गरिराखेको नि। सब्जी चाहिँ काटिसकेँ। अब सुपको लागि काट्दैछु। यो सब्जीमा चाहिँ आलु मिक्स गर्नुपर्छ बिहान। सब्जी काटेको हेर्नु ल, सब्जी आधी नकाटिसक्यो किनभने सुपमा चाहिँ हामी भेजिटेबल्सहरू पुरा एड गर्छ नि त। त्यही भएर हेर्नु, सब्जी चाहिँ कटाइ यस्तो हुन्छ। हाम्रो चाहिँ सुपको लागि चाहिँ भोलि बिहानको तयारी आजै गरिराख्छ। अनि बुढा र बुढी मिलिजुली सरकार चलाउँछ। अनि कोही बेला छिरिङ आफूले नै गरिदिन्छ, कोही बेला चाहिँ मै गर्छु। खाना चाहिँ मै पकाउँछु साथीहरू, झुट बोलेको जस्तो लाग्छ र कि डेली मै बनाउँछु। ल यो पनि हाल्छ कोपी पनि। यो भेजिटेबल्सहरू चाहिँ ज्यादा हाल्यो चाहिँ अब सुप मिठो लाग्छ नि हामीलाई चाहिँ, हामी चाहिँ भेजिटेबल्स ज्यादा हाल्छौँ। मटर हाल्यो, मटर हाल्छु। अब मटर हालौँगी के भन्छ मान्छेले। चौरस्ता एरियामा त महँगो पर्छ अहिले त झन्। Recording. Ke? Ayo. Ini lah. Ini चाहिँ भोलि बिहानको लागि मेन सेफ चाहिँ यता छ। सेफ नम्बर 1 हाम्रो घरको बेस्ट सेफ इन द वर्ल्ड। अहिले पनि हेर्नु त राम्रो सेफ गिरी गर्दैछ। ल यो चाहिँ भोलि बिहानको लागि तयारी। यो चाहिँ डस्टबिनमा जान्छ। हाम्रो चाहिँ सब्जीहरू यस्तो हुन्छ यी साथीहरू। सब्जी नै खान्छ हामी बेसी, मासु त खाने उयो आएन हो, सब्जी खान्छ ज्यादा। उज्यालो अन्धारो तिम्रो निर्मल संसार, सफलताको शिखर तिम्रो कोमल संसार, उनके जति जति सुकियो में डुबिए आधा। रोटी बनाइदिएको त्यसलाई। टुक्रा में तेरे दिल का। तर भिडियो बनाए पनि जस्तै, भिडियो बनाए पनि कन्फिडेन्स, बाटोमा बोल्नु चाहिँ कन्फिडेन्स आउँदैन रहेछ। अब बिस्तारै आउँछ होला। आफ्नो जिन्दगीको हरेक पल देखाउनु सजिलो हुँदैन साथीहरू।
त्यसको लागि पनि टाइम चाहियो, मेहनत चाहियो। अरूले के भन्छ त्यो सोच्नु भएन। मलाई त मान्छेले जे भन्छ राम्रो लाग्दैन। म त कति साह्रै हो मान्छेलेको चाहिँ मैले सोच्दिनँ पनि। कसले के भन्छ कसले के भन्दैन त्यो चाहिँ कहिले सोच्नै हुँदैन भाइ। होइन अब यो त मेमोरिज हो नि त। भोलि पर्सि अब अहिलेको टाइममा के फोन मात्रै चलाएर पनि के गर्नु होइन, यसो फेसबुकमा युट्युबहरूतिर भिडियोहरू हाल। फोनमा अप्सन दिएको के कारणले चाहिँ आफ्नो लाइफस्टाइल देखाउ। बित्थामा सधैँ फोन चलाउँछ त चलाउँछ होइन, त्यसको चाहिँ उयो है उपयोग चाहिँ गर्नु न होइन। त्यसै काम नभएर चाहिँ भिडियोहरू बनाएको होइन। भोलि पर्सि हामीहरू छैन भने चाहिँ अब उयो होस् न होइन। तपाईँ के छ बुढा भन्नुपर्ने? हुन त अब जन्म र मरण त अब कसैले देखेको त छैन। अब भोलिको दिनमा को छिटो जाने को बस्ने होइन, यो त एउटा मेमोरीको लागि हो खालि एउटा भिडियो चाहिँ। बुझ्नुभयो होला। हेर्नु ल फुच्चे चाहिँ नि घुमेर यति बेलातिर आउँछ। घुमेर त के मेमेचेकमा बस्यो कि 8 बजे हो। हेर्नु ल यसलाई मैले आज रेकर्ड गरेको नि। आमा फोन गर्दैछ। नानीलाई चाहिँ सर्दी लागेर हैरान भइरहेछ फुच्चे चाहिँ। अस्ति सिलगढीमा हिँड्दैसँग भक्कु आइसक्रिम खायो अहिले चाहिँ छैन बिचरा।